जय मसी सबैजनालाई यसुको जय होस्। तपाईहरू सबैको भलो होस्। यो सुन्दर समयमा म यहाँहरूलाई क्रिसमसको शुभकामना दिन चाहन्छु। ह्यापी क्रिसमस साथै ह्यापी न्यू इयर 2026 को यहाँहरू सम्पूर्णलाई शुभकामना व्यक्त गर्न चाहन्छु। देश तथा विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदीबहिनी विश्वासी तथा मण्डली परिवारमा परमेश्वरको प्रेम अनुग्रह शान्ति सुरक्षा तपाईहरूको परिवारमा तपाईहरूको जीवनमा तपाईहरूको मण्डलीमा सधैँ भइरहेको होस्। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराऊ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। आमेन। लुका 2:10 र 11।